सुनसरीको देवानगञ्ज पछाडि आज पर्सा, धनुषा, सिराका कैयन ठाउँहरूमा भएका तनावपूर्ण घटनाहरूले हामीलाई चिन्तित बनाएको छ। जयप्रकाश मेहता, ओमप्रकाश मेहता, गणेश यादव, 3 जना नेपाली नागरिकहरूको अनाहकमा ज्यान गएको छ। कैयन साथीहरू घाइते हुनुभएको छ। यस्तो बेलामा हामी सबैले सरकारलाई खोज्ने रहेछौँ, जुन स्वाभाविक पनि हो। तर यस्तो तनावका बीचमा, कर्फ्यूका बीचमा सरकार खोज्दै गर्दा हामीले भेटेनौँ। सरकार र खास गरी गृह प्रशासनको जुन खालको असंवेदनशीलता देखियो त्यसले हामीले थप चिन्तित बनाएको छ। भर्खरै सम्माननीय प्रधानमन्त्रीजीको सम्बोधन हामीले सुन्यौँ। सम्बोधनमा भनिएको छ जसले लापरवाही गरेको छ त्यसले कारबाही हुन्छ। यसका निम्ति गृह मन्त्रालयमा हामीले एउटा समिति बनाएका छौँ। यस्तो झाडो टार्ने समितिले हुँदैन। एउटा विश्वसनीय न्यायिक छानबिन समिति बनाउनुपर्छ। किन योभन्दा पहिले पनि हामीले देखेका छौँ। एउटा त सरकारले कतिपय कुराहरू भन्छ, आश्वासन दिन्छ, पुरा गर्दैन। दोस्रो, यस्तो सन्दर्भहरूमा गहिराइमा गएर छानबिन अनुसन्धान हुँदैन। त्यसैले गल्ती गर्नेले सजाय पाउने गरिकन र विषयवस्तु यस्तो अवस्थामा किन पुग्यो भन्ने कुरा भोलिका दिनमा हामीले थाहा पाउनका निम्ति पनि एउटा विश्वसनीय आयोग बनाउनुपर्छ, समिति बनाउनुपर्छ। यसका निम्ति जहाँ लड्नुपर्ने त्यो लडाइँ हामी लड्छौँ। तर यहाँ विषय सङ्घीय सरकारको मात्र होइन, विषय प्रदेश सरकारको पनि छ। प्रदेश सरकारको पनि आफ्नो जिम्मेवारी छ। यही कुरालाई लिएर केही समय अगाडि मैले मध्य प्रदेशका मुख्यमन्त्रीसँग कुराकानी गरेँ। केही कामहरू भइरहेको कुराको जानकारी गराउनु भयो। यतिले पुग्दैन, थप पहल कदमी तपाईँले लिनुपर्छ भनेर उहाँलाई भनेको छु। सुनसरी र अरू प्रभावित जिल्लाहरू, खास गरी मध्य प्रदेशका जिल्ला अन्तर्गत रहेका थुप्रै गाउँपालिका, नगरपालिकाको प्रमुखहरू र कतिपय ठाउँमा त वडा अध्यक्षहरूसँग पनि आज दिनभरि मैले प्रत्यक्ष संवाद गरेको छु। उहाँहरूलाई मैले भनेको छु कि यो बेलामा तपाईँहरूसँग बडो ठुलो अपेक्षा छ। भोलि हामी अझै बृहत बैठक मार्फत सबै तहका साथीहरूका बीचमा यो कुराकानी पुर्याउनेछौँ। यो सरकारको मात्र होइन, हाम्रो पनि अरू थप जिम्मेवारीको कुरा छ, राजनीतिक दलहरूको पनि। हामीले हाम्रो पार्टीका साथीहरूलाई भनिसकेका छौँ। फेरि म दोहोऱ्याएर भन्छु, नेपाली काङ्ग्रेसका प्रत्येक सदस्यले जो जहाँ हुनुहुन्छ त्यहाँबाट सामाजिक सद्भावको निम्ति, धार्मिक सहिष्णुताका निम्ति, बन्धुत्वका निम्ति सक्ने काम तपाईँले गर्ने हो। तपाईँले गर्नुपर्छ, गरिराख्नु भएको छ। कोही कसैले पनि कुनै पनि मिथ्या सूचना फैलाउने, कुनै पनि भ्रम फैलाउने, उत्तेजना फैलाउने, हिंसामा सहभागी हुने कुरा तपाईँले गर्नुहुन्न भन्ने अपेक्षा गरेको छु। यदि कसैले गर्नुभएको छ भने त्यो अनएक्सेप्टेबल हुन्छ। म हिंसामा पनि सहभागी हुन्छु, नेपाली काङ्ग्रेसको सदस्य पनि भइरहेको छु भन्ने कुरा त्यो स्वीकार्य हुन्न। यो बेलामा तपाईँले पार्टीको एउटा सदस्यको रियल क्यारेक्टर तपाईँले देखाउनुपर्छ। तपाईँसँग मेरो यो अपेक्षा छ, तपाईँसँग मेरो अनुरोध पनि छ। आज मैले साथीहरूसँग कुराकानी गर्दा मलाई के जानकारी भयो भने थुप्रै युवा साथीहरू सडकमा आउनुभएको छ। म जेनजी साथीहरूलाई, नौजवान साथीहरूलाई विशेष अनुरोध गर्न चाहन्छु। अब हामीले अर्को एउटा हिंसा थेक्न सक्दैनौँ, हामीले अर्को आगो थेक्न सक्दैनौँ। हिंसा र उत्तेजनाले हामीलाई कहीँ पनि पुर्याउँदैन। समस्याहरू भएका छन्। नागरिकहरूले, साथीहरूले ज्यान गुमाउनु भएको छ, आगलागी भएको छ, कति साथीहरू घाइते हुनु भएको छ। यो एक-एकको हिसाब किताब हामीले गर्नुपर्छ। बल बढी प्रयोग भएको ठाउँमा बल बढी प्रयोग जसले गरेको छ उसले यसको जिम्मा लिनै पर्छ। लिन लगाएर तपाईँ हामी मिलेर छोड्ने हो। आगलागी जसले गरेको छ उसले पनि त्यसको सजाय पाउनुपर्छ। तर यसका निम्ति वातावरण बनाउने काम सबैभन्दा बढी तपाईँको जिम्मामा छ। त्यसैले मेरो तपाईँहरूसँग अनुरोध छ, यो बेलामा फिजिकल्ली पनि र सोसियल मिडियामा पनि कुनै पनि खालको भ्रम फैलाउने काम, उत्तेजना फैलाउने काम, हिंसालाई बढावा दिने काम, कसैलाई प्रोभोक गर्ने काम तपाईँले नगरिदिनु होला। तपाईँहरूबाट सबभन्दा बढी अपेक्षा हामीले गरेका छौँ। तपाईँहरूले सम्हाल्न सक्नुहुन्छ। किनकि मैले योभन्दा अगाडि उत्तेजनामा आएका युवाहरू मात्र होइन, सम्हाल्न सक्ने ताकत भएका युवाहरू पनि देखेको छु। तपाईँहरूबाट ठुलो अपेक्षा गरेका छौँ। म तपाईँहरू सबैलाई अनुरोध गर्न चाहन्छु, यो बेलामा तपाईँ हामी सबै मिलेर यसलाई थाम्नु पर्नेछ, यसलाई बचाउनु पर्नेछ। त्यसपछि हामी समस्याको गहिराइमा पुगेर यसको जे गर्नुपर्ने हो त्यो सबै कुराहरू गरौँला। यसका निम्ति म तपाईँहरू सबैलाई अनुरोध गर्छु। तपाईँले ख्याल गर्नुपर्छ। थाहै नपाइकन हामी प्रयोग भइरहेका हुन्छौँ कहिलेकाहीँ। यही बेलामा आफ्नो स्वार्थको रोटी सेक्नेहरू विभिन्न सोचका साथमा विभिन्न तरकिब लगाएर तपाईँ हाम्रो बिचमा आइरहेका हुन्छ। तिनलाई चिन्नुपर्छ, तिनलाई पन्छाउनुपर्छ। यसका निम्ति फेरि एकपटक शान्तिको वातावरण हामीले बनाउनै पर्नेछ। यसका लागि म तपाईँहरू सबैलाई अपिल गर्न चाहन्छु, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, बन्धुत्व सबै हाम्रो अलौकिक पुँजी हो। हाम्रा सबै धर्महरूले यही कुरा हामीलाई सिकाएको छ। कल्याण गर, मानवताको सेवा गर, मिलेर बस, यिनै कुराहरू सिकाएको हुन्छ। कसैको पनि गलत कुरामा नलागौँ। यो सद्भावलाई, सहिष्णुतालाई कायम राख्नको निम्ति तपाईँले तपाईँको ठाउँबाट, मैले मेरो ठाउँबाट, हामी सबैले आफ्नो ठाउँबाट कामहरू गरौँ।
सरकारले आफ्नो ठाउँबाट गर्नुपर्ने काम गरिरहेको छैन, तपाईँलाई थाहा छ, मलाई थाहा छ। यसको हिसाब किताब हामी गरौँला, हिसाब किताब पनि मागौँला। तर यो बेलामा हिसाब किताब माग्ने कुरालाई पनि केही समय थाती राखेर तपाईँले तपाईँको ड्युटी, मैले मेरो ड्युटी गर्नुपर्ने छ, किनकि सद्भाव हामीलाई चाहिएको छ, सहिष्णुता हामीलाई चाहिएको छ। अर्को कसैले पनि अनागमा ज्यान गुमाउनु नपरोस्, कसैको घर सम्पत्ति आगलागी भन्न नजलोस्, हाम्रो बीचको बन्धुत्व कहीँ नटुटोस्। यसका निम्ति तपाईँ हामी सबै मिलेर प्रयास गरौँ, यही नै सबैलाई अनुरोध गर्न चाहन्छु। धन्यवाद। जय नेपाल।